अस्ति आएकोबाट पिङ खेलेको साथीहरु नमस्कार। हामी चाहिँ आज यो भेन्टेकदेखि एकदमै नजिकै रहेको एउटा पार्कमा चाहिँ आएको छौँ र यसलाई चाहिँ आज हामी तपाईहरुलाई एक्सप्लोर गर्दैछौँ है त कस्तो के रहेछ त। यतिखेर हामी आज नोभेम्बरको 3rd विकतिर आएको छौँ र अहिले कस्तो छ त के छ जङ्गलमा रुखपातहरू अवस्था के छ भनेर चाहिँ जानकारी दिने र यहाँ सानो एउटा ट्रेकिङ जस्तो पनि फङसन गरौँ भनेर त्यही पनि ठिकै छ। अझै पनि रातो र पहेँलो पात्रो भइरहेछ। अब मस्त भिडियो खिच्ने हो। काली 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 ल यहाँ चाहिँ एक्सर्साइज गर्ने ठाउँ रहेछ। यहाँ एक्सर्साइज पनि गरिरहनु भएको जस्तो छ। कता हिँड्नुभएको तपाईँ? ए कति राम्रो हौ पहेँलो रातो पुरै पहेँलो रहेछ यहाँ त। ल है गाइज, रातो रातो पात चाहिँ यहाँ धेरै रहेछ।
भोलि सन्डे आउँदा पनि हुने रहेछ है घुम्नको लागि, तर घाम अस्ताउने बेला भएर त्यति धेरै चाहिँ राम्रो देखिएन, तर रातो देखेको छ है। भिडियोमा चाहिँ त्यस्तो राम्रो देखिएन, रियलमै यहीँ आएर हेर्दा चाहिँ जे होस् रातो देखिने रहेछ। घाम हेर्नु, घाम घाम अस्ताउनु लागेको घाम। खेलेको नम्बर छ है पछाडि है।